छोरा म त मोरे, हात खुट्टा दुख्यो, झमझमायो, ढाड दुख्यो, शरीरको जताततै जुन भाग पनि दुख्यो भनेर तपाईको आमा बुबाले दिनदिनै तपाईहरुलाई भन्नुहुन्छ होला नि। एकैछिन रोक्नुस्, यो भिडियो हेर्नुस् है। मसँग एउटा चीज छ, यो तपाईलाई एकैछिनमा म देखाउँछु। मेरो पछाडी एकजना बुढी आमा हुनुहुन्छ, बाख्रा चराउँदै हुनुहुन्छ, एक्लै घरमा सानी नातिनीसँग बस्नुहुन्छ। आमाले जहिल्यै फोन गरेर मलाई भन्ने कुरा यही हो। तपाईहरुको घरमा पनि आमा बुवाले यही कुरा भन्नुहुन्छ होला। मसँग यस्तो एउटा जादुमय तेल छ, यो तेल लगाउनु भयो भने तपाईहरुले धेरै राहत पाउन सक्नुहुन्छ। यो तेल मैले आमालाई दिनका लागि लिएर जाँदै छु। आमा नमस्ते। नमस्ते बाबु, नमस्ते बाबु। कस्तो छ अहिले तपाईलाई? रातभरि सुत्न सक्दैन, घुरा दुखेर हेर्न कट 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 यहाँबाट पुरै यो शरीर पुरै दुख्छ, हेर्नुस् पुरै दुख्छ। यो यिनी खुट्टा चलाउन सक्दैन, यिनी हातका यिनी घुरा घुरा चलाउन सक्दैन, सबै दुख्छ, सब दुख्छ, पुरै दुख्छ, हेर्नुस्। ल टेन्सन नगर्नु। सुन्नु, म तपाईलाई यो पेन जादु भन्ने एउटा तेल छ, हजुर, यो तेल लिएर आएको छु। यो तेलले एकदमै ठीक हुन्छ, छिट्टै ठीक हुन्छ। यसको नाम पनि जादु, काम पनि जादु। ल ल ल है, यो लाउनु, यो तेल लाउनु, यो तेल लाएर मालिस गर्नु, जहाँ जहाँ दुख्छ त्यही त्यही सबै ठीक हुन्छ। अनि मलाई भन्नु है कस्तो भयो, के भयो भनेर है। ल ल ठीक भयो कि नै भन्नु है मलाई। ल ल म 2-4 दिनमा आउँछु है। हुन्छ हुन्छ, हेर्नु यस्तो छ भित्रै है, हुन्छ। पेन जादु भनेर लेख्या छ। हजुर, यो जादु जस्तै गरेर ठीक हुन्छ आमा। यो लगाउनुला। मैले तपाईले जहिले खुट्टा दुख्यो, घोडा दुख्यो, बाबु मेरो शरीर दुख्यो भनेर मलाई भनिरहनुहुन्थ्यो कि नै? भन्थे हो, त्यही भएर ल्याइदिएको मैले यो तेल। ल अनि यो तेल तेल लगाइसकेपछि लगाउने त कति तेल लगाएँ, हेर्नु जुम्ली खेतो पनि लगाएँ, घरको पनि लगाएँ, जडीबुटी पनि लगाएँ, मेरो उपाय केही चलेन। पहिला लास्टमा त यतै भनेर सुन्यो, हेर्नु रातभरि यो कट कट गरेर त्यो कर तेलले त्यहाँबाट खाने तेलले पर मिर्लो सोध्लो त्यत्तिकै बरा केही सिउँ बिसौँ भएन, हेर्नुहोस्। दुखेको दुखे दुखेको दुखे दुखेको दुखे गरेन। त्यहाँबाट बिजोरी गएँ, बिजोरी गयो भने त अलिअलि दिएको थियो दबाई, त्यो खाने दबाई दिएको थियो, त्यसले पनि भएन, हेर्नुहोस्। अनि धेरै वर्ष भइगयो। अब एकचोटि यो तेल लाउने, यो पेन जादु भन्ने तेल, ल ल यो तेल लाएपछि ठिक हुन्छ। ल यो समात्नु, यो समात्नु। अनि यो घाममा यो खेतमा के गरिरहनु भएको थियो? गुवाला आछु बाबु। के छ गुवाला आउनलाई? के छ घरमा? के छ? 2टा अदिया बाख्रा छन्, हेर्नुहोस्। अदिया बाख्रा भने त्यो कस्तो खाले बाख्रा? अदिया बाख्रा, अदिया बाख्रा अब त्यो पाटा भयो भने एउटा तपाईँलाई एउटा मलाई, त्यस्तरी हो। यो खेतबारी अदिया लाउने भन्ने त सुनेको थिएँ। यो त्यस्तो पनि हुन्छ? हुन्छ। यो 2टा जन्मायो भने एउटा तपाईँले राख्ने, एउटा त्यो मालिकले राख्ने हो? मालिकले राख्ने हो, त्यो माउभरि उयो मालिकको हो। यो माउ मालिककै हो? मालिक हो। ए त्यो अर्को जन्माएको त्यो 2टा जन्मायो भने अर्को चाहिँ तपाईँकै हो? मेरो हो। ए अनि एउटा जन्मायो भने नि? एउटा जन्मायो भने त्यसलाई बेचेर पैसा बराबर बनाउने। ए तपाईँले नै पालिदिने हो? मैले आफ्नो भए पनि तपाईँले, मालिक पनि तपाईँले, जतिवटा जन्माउँछ सबै पालिदिने? पालिदिने हो। ए कतिवटा बाख्रा? 2टा छन् बाबु। कता छन्? कुन बाख्रा? तिनै हुन्? एउटा यही हो, एउटा बड्डी ऊ हँसाउँछु। घरमा को बस्नुहुन्छ? त्यही सानो नातिनी छ, म छु, हेर्नुहोस्। अनि कोही छैनन्। अनि बड्डालाई उहिले पठाल्यौँ। कहाँ पठाउनु भयो? माथि पठाएको हो। ए स्वर्गवास? स्वर्गवास पठाएको हो। अनि दुःख त कति छ कति बाबु। यो खानेपानीको व्यवस्था छैन अझैसम्म। यो बबै खोलाको यस्तो कोठ्याएर खान्छौँ। ए खोलाको पानी खानुहुन्छ? खोलाको पानी खान्छौँ। जरा धेरै दुःख छ त्यसो भए? धेरै दुःख छ, हेर्नुहोस्। ल म तपाईँ फुर्सद भयो भने म तपाईँको घर आउँछु 2-4 दिनमा। ल यो लगाएर चेक गर्नु है, कस्तो हुन्छ के हुन्छ मलाई भन्नुला। जहाँ जहाँ दुख्छ हात खुट्टा सबै ठाउँमा लाउन मिल्छ है? ल ल ल ल ल हुन्छ आमा, म अहिले गएँ है। ल ल ल हस्। पेन जादु तेल लिएर जाँदै हुनुहुन्छ आमा। बिचरा खुट्टा खोच्चाउँदै हिँड्नुहुन्छ। यस्तो घाममै बाख्रा चराउन आउनु भएको रहेछ। त्यो तेल लाउनु है फेरि। त्यो तेल लाउनु कस्तो हुन्छ के हुन्छ? त्यो हात खुट्टा दुख्यो भन्दै फोन गरेन, यो तेलले ठिक हुन्छ। त्यो समयमा लाउनु, दिनमा 2-3 पटक 3-4 पटक लाउनु है। ल